भोलि छाडी पर्सि असार 1 गते सोमबार औँसी तिथि परेको छ र मलमासको समाप्ति दिन पनि हो। यदि हजुरहरूले मलमासमा यी कार्यहरू गर्न सक्नु भएको छैन भने यो दिन यी कार्यहरू गर्न भने नभुल्नुहोला। कमेन्ट बक्समा सम्पूर्ण मित्रजनले ओम नमो भगवते वासुदेवाय नमः लेखेर साथ दिनुहोला। भिडियो धेरैभन्दा धेरै सेयर पनि गरिदिनुहोला। यो सोमबार औँसी तिथिको दिन मलमास समाप्ति हुने दिन, यो दिन चाहिँ किनकि सोमबार परेको छ, सोमबार औँसी अनि मलमासको पनि अन्तिम दिन, यो दिन अँध्यारो सकिएर उज्यालो सुरु हुने सन्धि हो। पितृहरूलाई सम्झेर हजुरले आफ्नो हृदयको अँध्यारो कटाउने दिन हो। यो दिन चाहिँ अँध्यारो रात चन्द्रमा पूर्ण रूपमा नदेखिने दिन। अर्को कुरा, कृष्ण पक्षको अन्तिम दिन औँसी पछि भोलिपल्टदेखि शुक्ल पक्ष सुरु हुन्छ, नयाँ महिना लाग्छ। पितृ कार्यको लागि सबैभन्दा राम्रो दिन। पितृहरू यस दिन पृथ्वीमा आउँछन्। हजुरहरूले पितृहरूलाई दान धर्म पुण्य गर्न सक्नुभयो। जल तिल कुशले पितृलाई सम्झिने, अन्न दान लुगा